भिडियोको सुरुवात हुन्छ घन्टा आगर सुर्खेतबाट। यो हो मेरो गाउँ जाने गाडी। फाइनली म चाहिँ गाडीमा चढ्नको लागि आइसकेको छु। गाडी चाहिँ अब एकैछिनमा हिँड्नेवाला छ। म चाहिँ एकछिन वरिपरि घुमेँ अनि टक्क अब गाडी हिँड्यो होइन। हिँडेर साइडमा भेडाहरू ल्याएको रहेछन्, सायद हिमालतिरबाट ल्याएको होला दसैँको लागि भनेर होइन। यतिकैमा हामीहरू चाहिँ अब टक्क दसैँ मनाउनको लागि धेरैजना आउनु भएको थियो गाडीमा। अब यसै गरी हामी चाहिँ पुग्यौँ इत्राम है। यो चाहिँ इत्राम हो। अब एकैछिनमा हामी चाहिँ यहाँ पुग्यो नेवारे भन्छ यसलाई चाहिँ। यो 12 नम्बर वडामा पर्छ। यो हो वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 13 अर्थात् हाम्रो वडाको यो चाहिँ मुख्य ठाउँ हो। त्यसपछि हामी चाहिँ लाग्छौँ अफरोडिङ। अब त्यस्तै गाउँतिरको लोकल बाटो होइन, अफरोडिङ भइहाल्छ नि अवश्य पनि। एकैछिनमा आयो खोला। यो खोलाको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन, तर यो खोला पनि हाम्रै वडामा पर्ने एउटा खोला हो। केही समयपछि हामी उकालो काट्दै पुग्यौँ नयाँ गाउँतर्फ। केही समयको उकालोपछि हामी चाहिँ पुग्यौँ घरगरी सुर्खेतमा। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मकै चाहिँ पाक्न सुरु भएको रहेछ है भर्खर है। एकैछिनमा यहाँ आएको त पुरै कुहिरोले ढाकेको रहेछ वरिपरि। हाम्रो गाउँ त यहाँबाट नदेखेको पुरै होइन, पुरै बर्खाको जस्तै कुहिरो लागिरहेको थियो। घरहरू साइडमा घरहरू चाहिँ खरले छाएको घरहरू देखिरहेको थियो होइन। यतिकै मनोरम दृश्यहरू हेर्दै लाग्यो गाउँतिर। केही समयको यात्रापछि हामी चाहिँ पुग्यौँ नलखोला सुर्खेत अर्थात् मेरो गाउँ। समग्र यसलाई चाहिँ नलखोला भन्छ है, तर मेरो गाउँ चाहिँ यहाँ पर्दैन। मेरो गाउँ चाहिँ पारिपट्टि पर्छ है, 5 गरे पर्छ है। 5 गरे भन्छ पारिपट्टिको, तर त्यहाँ कुहिरो लागेको छ, पुरै केही पनि देखिएको छैन है। यहाँनिर चाहिँ चट्टानलाई फोरेर साँघुरो बाटो बनाइएको छ। यो चाहिँ हामी लगभग 7 क्लास पढ्दाखेरि बनाएको बाटो है। यतिकैमा हामी चाहिँ पुग्छौँ यता। अब यहाँबाट देख्न सक्नुहुन्छ पारिपट्टि, अघि पारिपट्टि थियौँ हामी चाहिँ, अहिले चाहिँ वारिपट्टि आइसकेको छौँ। यो हाम्रो गाउँको चाहिँ पुरानो स्कुल। यसमा चाहिँ मैले 6 क्लासदेखि 8 क्लाससम्म पढेको थिएँ। अनि यहाँनिरको पसल चाहिँ हामी पहिला स्कुल पढ्दाखेरि आउँथ्यौँ र अहिले पनि मान्छेहरू दसैँ ल्याइरहेको छ होइन, जम्मा भएको रहेछन् यसो रमाइलोको लागि। यो हो सिजाली खोला, यानि कि हाम्रो गाउँको सबैभन्दा ठुलो खोला। यसै खोला मार्फत जुब्रा खानेपानी सिँचाइ आयोजना मार्फत सुर्खेत भ्यालीमा खानेपानीको आपूर्ति गरिएको छ र यसै खोलाले नै सुर्खेत भ्यालीमा चाहिँ पानी पुर्याइरहेको छ अहिले चाहिँ। केही समयको यात्रापछि म चाहिँ पुगेँ 5 गरे अर्थात् मेरो गाउँ। अब केही छिनमा म चाहिँ अब गाडीबाट चढेर है घरतिर जानेछु। मेरो घर जानको लागि चाहिँ अलिकति थोरै हिँडेर जानुपर्ने हुन्छ। र आजको भिडियो चाहिँ यतिसम्म। कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नबिर्सनु होला। हस्त, धन्यवाद।